म चाहिँ अहिले सानेपा सडकमा छ। यहाँनिर पानी एकदम बबाल झरी परिरहेछ। साउने झरी सुरु भइसकेको छ। यो अवस्थामा म चाहिँ पुल्चोकबाट हिँड्दै पठाउहरू पिनड्राइभहरू नपाएर पुल्चोकबाट हिँड्दै आउँदैछु। अब यहाँ बल्खु आइपुग्नलाई 2 मिनेट जति बाँकी छ। ट्याक्क रोडमा फुलहरू पनि फुलेर पानीको झरी थापिरहेछ, झुलिरहेछ। गाइजहरू है, फुलहरू पनि देख्न सक्नुहुन्छ। यस्तै छ अवस्था। अहिले देशैभरि झरी परिराखेको होला। सबैजनालाई टेक केयर भन्न चाहन्छु है गाइजहरू। राम्ररी हिँड्नु होला, बर्खा छ, बाढी पहिरोको जोखिम छ। यो अवस्थामा सबैले आफ्नो ख्याल गर्नु होला है।